कुरा राख्छु क्या अलिकति कुरा होइन टाइम छैन त्यही त राष्ट्र संस्था नेपालमा आउँछ नेपालको राष्ट्रिय एकताको लागि राष्ट्र संस्था आवश्यक छ हैन त्यो सँगसँगै नेपालको धर्म संस्कृति सम्पदा जुन चाहिँ हाम्रो यो राष्ट्र संस्था आउँदा राजा गल्ला बनाउनुहुन्छ ल भन्नु त एकचोटि ल वैभव पुरा तपाईले अन्तिम समयमा पुगिहाल्यो संरक्षणको लागि पनि राष्ट्र संस्था आउँछ पारसलाई बनाउने राजा अहिले सुन्नु पारसको विषय राष्ट्र संस्थाको विषय चाहिँ व्यक्तिको कुरा छैन व्यक्ति त हुन्छ भाइ यार राष्ट्र संस्था भनेको बाउपछि छोरो राजा बन्ने व्यवस्थामा सुन्नु बाउपछि छोरोहरुले कस्तो पादरी हावा उग्रो गर्ने माधव नेपाल कसरी पादरी प्रमाणित गर्ने हावा उग्रो गर्ने मिडियामा आयो के कस्तो मिडियामा भने होलीवान त्यसमा ज्ञानेले आफ्नै दल मार्यो वंशनाश गर्ने ज्ञानेले हामी राजा मान्नु पर्ने वीरेन्द्रको वंशको नाश गर्ने ज्ञानेन्द्र हामी राजा मान्नु पर्ने एक कारबाही गरेर देखाउनु हो गठबन्धनहरु तिमीहरुको सरकार हुन्छ ज्ञानेन्द्र पावर छ नि ज्ञानेन्द्रको पावर बैंक हो जनताको आक्रोश हान्न नसक्ने यो दिनमा थाहा हुन्छ गणतन्त्रहरू धर्म बेचुवाहरूलाई लखेट छ यो नेपाल जनताको धर्म यो युग आजको युग भनेको विज्ञान प्रविधिमा गइराखेका छन् हरेक सेकेन्डमा विज्ञान प्रविधि खेल्छन् धर्मलाई कसरी मान्नु नेताजी एउटा मात्रै प्रश्न रोबोट भन्दा माथि मानवीयता हो भन्ने कुरा बुझ्नुहोस् तपाईँ मानवीयता रोबोटलाई रोबोट भन्दा मानवीयता धर्म हो र हाबी हुन पर्छ ल ठीक छ म तपाईलाई अन्तिम मेरो प्रश्न अब राजा अगाडि आए भने तपाईहरु के गर्नुहुन्छ कस्तो अगाडि आए भने कहाँबाट आउँछन् राजा आउँदैन राजा सम्भावना छ सम्भावना छैन सम्भावना हुनेको कुरोको गरी त ज्ञानेन्द्र साई जुम्लाको मान्छे आएर सांसद भएर गणतन्त्र नेपालमाथि भाषण गरिरहेछन् ठीक छ माधव नेपालले राजाको अगाडि दान चढाएर म प्रधानमन्त्री हुन पाऊँ भनेको होइन ज्ञानेन्द्र साईले चुनाव जितेर आएको माधव ज्ञानेन्द्र साई माधव नेपालले प्रधानमन्त्री हुन पाऊँ भने हेलो साई सर कार्यक्रमको हामी अन्त्यमा आइपुगेका छौँ दुईजना विचारधारा गणतन्त्रवादी र राजावादी